के छ माओवादी साथीहरू, तिमीहरूको पार्टीको झन्डा त आर्यघाट पुगेछ नि होइन। म त बल्ल आज पो यसो म्यासेजहरू न्युजहरू पढेँ, माओवादीको हँसियो हतौडा त आर्यघाट पुगेछ नि त। मैले उति बेलै भनेको थिएँ यो माओवादी भन्ने पार्टी देश र जनताको लागि होइन, यो केवल प्रचण्डको लागि मात्रै जन्मिएको पार्टी हो भन्दै आइरहेको थिएँ बारम्बार। तर कतिपय माओवादी साथीहरूले बुझ्नु भएन, त राजावादी त रैती भन्नु हो। मैले भने म रैती बन्न ठिक छु, म रैती नै हो, तपाईँहरू प्रचण्डको दास नबन्नुहोस् मैले भनेको होइन। ल हेर्नुहोस्, तपाईँको हाँसियो हतौडा चिन्हको झन्डा कहाँ गयो? आर्यघाट। अब लास्टमा कहाँ आएर अड्डियो? एउटा पाँच तारामा आएर अड्डियो। त्यो पनि तहस नहस भएर अब त माओवादी भन्ने कुनै एङ्गलै रहेन। अब त हरुवा पार्टी भन्नुपर्ने भयो, चरुवा पार्टी भन्नुपर्ने भयो, चरुवा नेता। माओवादीले 17,000 मान्छे किन मार्यो भन्दै गर्दा म यसरी भन्थेँ कि पहिले पनि 17,000 मान्छे मारेको केवल प्रचण्डले आफ्नो बन्न र आफ्नो परिवार बनाउनको लागि मात्रै मारेको मैले यसरी भन्दै गर्दा मलाई कतिपय माओवादी साथीहरूले गाली गलोज मार्नेसम्म धम्की दिए। कतिले इनबक्समा आएर खतरा खतरा मेसेज गरे, तर मैले ती मेसेजलाई वास्ता गरिनँ। मैले वास्तवमा भनेको थिएँ माओवादी देश र जनताको लागि हुँदै होइन, यो देश र जनताको लागि माओवादी शत्रु हो। मैले भन्दा मलाई धेरै साथीहरूले गाली गर्नुहुन्थ्यो। आज बल्ल बुझ्नुभयो तपाईँको माओवादी हँसियो हतौडाको झन्डा कहाँ गयो? आर्यघाट। अहिले कहाँमा आएर सीमित हो? 5 तारा एउटा तारामा आएर सीमित हो। त्यो तारा अब फागुन 21 गते हुन चुनावमा, त्यहीँबाट सत्यनाश भएर राष्ट्रिय दल पनि हुन सम्भावना छैन माओवादीको। माओवादीले आफ्नो चरित्र देखाइसक्यो। माओवादी के हो हामीले बुझेका छौँ। अब पनि माओवादी जिन्दाबाद भन्दै आउनुभयो भने तपाईँहरू जस्तो मूर्ख र तपाईँ जस्तो अनपढ, तपाईँ जस्तो गवार र तपाईँ जस्तो मूर्ख मान्छे कोही पनि होइन भन्न सक्दछु म र भन्छु पनि। यति गर्दा पनि तपाईँ प्रचण्ड भन्दै हिँड्नुभयो भने आफै बुझ्नुहोस्, मेरो भन्नु केही छैन। जय राष्ट्रवाद, जय देश, राजा हो देश बजाऊ। माओवादीलाई कसरी सिद्ध्याउनु परेन, माओवादी आफै सिद्धियो। हस्त, जय राष्ट्रवाद।